यदि मैले चाहिँ घरमा बसेर 1 महिनासम्म टिक्ने नेल हाल्न सक्छु भने आई थिंक सबैजनाले हाल्न सक्छ। अनि यो नेलको कलर हेर्नु न कति राम्रो, कति प्रिटी एन्ड भेरियस अफ कलर इन सेम प्याकेज कि अब सो सक। यो नेल चाहिँ बीटी आर्ट बक्स नेल्स भन्ने ब्रान्डको नेल्स हो। अनि एउटा बक्समा लिटरली 5 वटा यो स्ट्राइप आएको थियो हैन। अनि मैले चाहिँ यो कलर चुज गरे बिकज आई लभ पिंक अनि बेबी पिंक चाहिँ मलाई एकदमै मन पर्छ। मैले चाहिँ पहिला नेल सलोनमै गएर नेल गर्थे, 2 घण्टा लाग्थ्यो लिटरली गर्नलाई। अनि सँगसँगै मेरो नेल चाहिँ पातलो भएर पेपर जस्तै फिल हुन्थ्यो कि, त्यही भएर चाहिँ मैले घरमै प्रेसर नेल गर्छु भनेर सोचे। यसमा चाहिँ ग्लुदेखि अनि त्यो लाइटदेखि यो स्क्रैच गर्ने कुरादेखि सबै आउँदो रहेछ एउटै बक्समा। अनि कसरी अप्लाई गर्ने भनेर कार्डमा पनि लेखेको हुँदो रहेछ, विच वाज सो इजी। त्यो चाहिँ पर्ने त्यसपछि चाहिँ मैले एकाएक गरेर नेल हाल्न थाले। 10 मिनट लाग्यो साँच्चै नै भन्नुपर्दा, 10 मिनटमा मैले नेल सेल हालेर भ्याएर देखाइरहेको छु यहाँ। म चाहिँ साँच्चै नै भन्नुपर्दा एकदमै इम्प्रेस भएँ हैन। अनि कस्तो स्ट्रङ छ, त्यो झर्ला जस्तो फिल हुन्छ नि कहिलेकाहीँ प्रेसर नेल हाल्दा, त्यस्तो पनि छैन। सो